हामी यहाँबाट थ्याङ्क यू। प्रमोसन होस् हैन टुरिज्म बेसमा। अब रोड चाहिँ अलिकति भएन है मेरो ख्यालमा चाहिँ। रोड चाहिँ अझै अलिक रफ हुनु पर्थ्यो किन भन्दाखेरि एकदमै यहाँ चाहिँ तपाईँको खदासता हालेर हामीलाई वेलकम गर्नुभएको छ है, स्वागत गर्नुहुँदो रहेछ, वेलकम गर्नुहुँदो रहेछ। हाम्रो साथीहरू चाहिँ आइपुगेको छैन स्टिल पनि है, को कता छ के पत्तो छैन भने चाहिँ हामी ओक्रे आइसकेको छौँ है। ओक्रेमा चाहिँ एकदम खदासदा हालेर स्वागत गर्नुभएको छ सबै राइडर्सहरूलाई। र चाहिँ यहाँ केराहरू खानेकुराहरू लिनुभएको छ, चियाहरू पनि है। सबै राइडर्सहरू बाइकहरू चाहिँ यहाँ चलाउँछ। राइडर्सहरू चाहिँ लथालिङ्ग भएर बसिरहेको छ है। मेरै साथीहरू यहाँ कोही पनि भेटेको छैन, कता कता माथि माथि छुटेको छ। भेकेसनमा यहाँ खाजा चिया खाएर अझै पनि तपाईँको 10 किलोमिटर छ अरे है, 10 किलोमिटर छ भन्दैछ। आज बाँकी एकदमै डरलाग्दो अफरोडिङ रहेछ। अफरोडिङ चाहिँ है लड्नु चाहिँ लडेछ नि त, के कसो हुन्छ मान्छे पुगिन्जेलसम्म है। अझै पनि टेन्सन छ, गर्दैछौँ है अहिले। अब भने चाहिँ हामी ओक्रेदेखि पनि उकालो निस्किँदैछौँ है। ओक्रेमा चाहिँ तपाईँको खाजा चियाहरू थियो है। कहाँ आइपुग्यो हामी, कहाँ आइपुग्यो? मेरिनातिर म मात्रै छौँ, कहाँ आइपुग्यो खोइ मैले देखिनँ है। सिधै जानुपर्ने हो? मैले माथि लेखेकै पढ्नै सकिनँ है, हतारमा के थियो। अब त दामी होला बाटो आयो है तपाईँको, एकदम तलक्कै भर्खर सोरेको छ है। कसले सोधिदिनु भएको नि राइडरहरू आउँदैछ भनेर चाहिँ। हजुर अगाडि जानु एकछिन है, सँगै जाउँ न। अगाडि जानु भन्नुभएको थिएँ। अलिक छेउमा आउनु, बिचमा आउनु चाहिँ। ए अँ ए ला अब जग्गा नै है त यहाँ त। यता हाल्लाको हुन्छ हुन्छ। कहाँ जानुपर्ने हो माम खानु? हाम्रो साथी हरायो भने जाउँ दे हामी माम खानु। ओके अहिले भने चाहिँ हामी चाहिँ माम खानु जाँदै गरेको छौँ है। अब भने चाहिँ हामी यहाँ माथि तपाईँको बसेको छौँ हिलेबाट चाहिँ फर्किनु लागेको है। खानासाना चाहिँ हाम्रो यहाँ थियो, लन्च चाहिँ यहाँनिर थियो, देख्नु सक्नुहुन्छ है। एकदमै धेरै राइडर्सहरू हुनुहुन्छ, चिनी नसक्छ है, यति धेरै हुनुहुन्छ। मेरिना दिदी चाहिँ यहाँ हुनुहुन्छ है, उहाँको बाइक यहाँ छ, मेरो बाइक चाहिँ ऊ पर छ है। र अरू साथीहरू राइडर्सहरू चाहिँ कता कता गयो, हाम्रो साथीहरू सबै छुट्यो, अलपत्रै भयो। खास बहिनी चाहिँ छुटेको छ, खास बहिनी चाहिँ उहाँ पर छुटेको रहेछ है, भर्खर आउँदै हुनुहुन्छ। प्रिया बहिनी उहाँले बाइक माथि राखेको रहेछ। अन्त चाहिँ अब यहाँबाट चडक्क एकपल्ट देखाइदिने हो सबै राइडर्सको बाइकहरू चाहिँ छ यस्तो। तल कतिजना यहाँ तल मामहरू खाँदै हुनुहुन्छ है। अन्त चाहिँ यता चाहिँ यस्तो छ। र अब हामी चाहिँ यहाँबाट फर्किनु लागेको, हाम्रो लोकेसन चाहिँ रहेको छ अब तल चाहिँ तपाईँको बस्नुपर्ने लोकेसन चाहिँ रहेछ सोरेङ है। यसो तल पुगेर देखाउने छु के कस्तो हुन्छ है। बुझ्छ, मेरो बाइक चाहिँ यहाँ नै रहेको छ, एकदमै चेपचापमा चेप्टेर बसिरहेको छ। मेरो बाइक चाहिँ एकदमै यहाँ भित्र चेप्टिरहेको छ। मेरो बाइकको फ्ल्याग यहाँनिर छ है, यस्तो रहेको छ। अब चाहिँ हामी यहाँबाट निस्किनु लागेको, एक दुईजनाहरू चाहिँ खानाहरू खाँदैछ, सो पर्खिँदै गरेको छौँ। र कतिजना निस्किँदै हुनुहुन्छ। सो अब चाहिँ यहाँबाट म हजुरहरूलाई डाइरेक्ट तल सोरेङ पुगेर मात्रै देखाउने छु है। बजाइ भने जस्तो छ यार, यस्तो डेन्जर चाहिँ नि मैले लाइफमा फर्स्ट टाइम कुदाएको यो के भन्छ सोमबारे ओख्रे भन्ने जग्गाको है। अहिले भने चाहिँ हामी सोमबारे आइसकेको छौँ है। एकदमै अफरोड हुँदै हुँदै भए पनि अब चाहिँ हामी उता जानुपर्ने हुन्छ, उँधो जानु पर्दैन है। एकदमै अफरोड छ, एकदमै के भन्नु है, बहुत मुस्किलले चाहिँ यहाँसम्म आइसकेको अवस्था। अब तपाईँको यता लाग्नुपर्ने हुँदैछ। आइया मरि गएको जस्तो भयो त हौ। अहिले भने चाहिँ हामी सोमबारेदेखि चाहिँ तपाईँको सोरेङ तर्फ लाग्दैछौँ है। यहाँ हुनुहुन्छ मेरिना दी, अरू हुन्छ पछाडि है।
अन्त चाहिँ अब हामी चाहिँ सोरेङमा गएर आज हाम्रो बसोबासो हुन्छ है, के कसो छ कता छ केही पत्तो छैन। अब चाहिँ हामी सोमबारेबाट चाहिँ सोरेङतर्फ लागेको है। बहुत मुस्किलले आएको है। Oh my God, फाइनली आइसकेको अवस्था। आया गल्यो। मेरो कहाँ लाउनु? उयो हाल्ने रहेछ। दुईटा अट्छ, यहाँ अट्दैन होला नि? अट्छ? सुत्नु जाउँ अब, सुत्नु जाउँ। उफारै हल्ले होला नि है। ए कस्तो बेसी उफारे अन्त। अब एक दिनको लागि चाहिँ यो गाडी यहाँ बास बसिसकेको है। यो बाइक कसको हो? तपाईँको हो? अप्ठ्यारो हुँदैन चलाउनु? अफरोडिङमा अप्ठ्यारो हुँदैन यसले? यस्तो दुखेर आउँछ नि। यस्तो हुन्छ है? तर कुदाउँदा चाहिँ अरूले देख्दाखेरि चाहिँ दामी देख्छ नि। मतलब मलाई पनि पुरा मनपर्छ कि, तर यस्तो हुन्छ जस्तो लाग्छ नि। एकछिन ट्राई गरेर सुजुका मात्रै कुदाउँदा कुदाउँदैन। लु त एक राउन्ड जानु न। यहाँ पक्रिनु न। होइन यहाँ खेल्नु सक्दा निकाल्नु सक्दैन छ। अब हाम्रो भन्दा अर्को हुन्छ।